Hello, Namaste. I am Himanshu Pokhrel, an emerging entrepreneur straight out of Kathmandu. Ra, it's lovely seeing all of you speaking so articulately here. As a Yuva entrepreneur, I stand in front of all the youth entrepreneurs out there. अनि आज मैले हजुरलाई सोध्न चाहेको चाहिँ जुन हजुरले क्यापेसिटीको कुरा गर्नुभयो त्यो चाहिँ हामी जस्तो जिरो लेभलबाट आउने एन्टरप्रेन्योरको लागि धेरै पोसिबल नहोला र हजुरले जुन भन्नुभएको क्यापेसिटी हेरेर लोन दिने कुरा छ त्यसको लागि चाहिँ हजुरले युवा नेतृत्वलाई कसरी प्रोत्साहन गर्ने सोच्नु भएको छ र how are you trying to influence a youth to do more in this country? Thank you so much. धन्यवाद। अब यो म दुई चारवटा कुराहरूलाई चाहिँ यो पटक पटक उठाएको कुरा पनि हो। जस्तै वर्ल्डको डाटा हेर्नुहोस्, संसारभरिको नेटवर्क मध्ये 1% मान्छेहरूसँग संसारको 50% नेटवर्क नेपालमा मात्रै भयो हैन। भने जुन क्यापेबिलिटी अप स्केलिङ हुँदै जाँदाखेरि उसको क्यापेसिटी बढ्दै जान्छ। त्यो क्यापेसिटी बढ्दै गएपछि ब्याङ्कले पनि त्यसलाई सपोर्ट र पुश गर्ने हो। काम राम्रो गर्दाखेरि राम्रो हुन्छ। आजभन्दा लगभग 40 वर्ष भन्दा अलि पहिला 38,000 कि 35,000 रुपैयाँमा सुरु गर्नु भएको भाटबेटेनीको साउले उहाँले अप स्केलिङ गर्दै आज अरबौंमा पुग्यो हो हैन। पहिलो कुरा। अर्को कुरा चाहिँ स्टार्टअपको लागि चाहिँ फन्डिङ गर्ने कुरा चाहिँ धेरै ठाउँमा मैले प्रष्टै कुरा राखेको छु। स्टार्टअपको साथीहरूलाई मैले के रिक्वेस्ट गरेँ त भन्दा तपाईँ इक्विटी फन्डिङ गर्नको लागि तपाईँ प्राइभेट इक्विटीमा जानुस्, भेन्चर क्यापिटलमा जानुस् या अरू प्रकारको तपाईँ इन्भेस्टर्सहरू खोज्नुस् अनि त्यसलाई सँगै लिएर आउनुस्। तपाईँको इक्विटी म्यानेज गरेपछि लोन चाहिँ दिनलाई हामीलाई कम्फर्टेबल हुन्छ। यो डिपोजिटरको पैसा पनि बचाइ राखिदिनु पर्ने जिम्मेवारी लिएको कारणले मात्रै ब्याङ्कहरू अलिकति रिलक्टेन्ट भएको जस्तो देखिने हो। यसलाई तपाईँहरूले अन्यथा नलिदिनु चाहिँ अनुरोध गरेँ मैले।